म हजुरहरूलाई अझै काम पनि मैले गरिरहेकै छु हैन। अनि मैले जानेको कुराहरू धेरै सिकाउँदैछु कि हजुरहरूलाई। मेरो युट्युब च्यानलमा वेलकम पनि छ। प्रत्येक पटक हैन वेलकम छ मेरो हरेक भिडियोमा। मैले वेलकम पनि गर्न बिर्सिया हुन्छु कुनै बेला हैन। त्यसलाई पनि तपाईले माइन्ड नगर्नु होला। दुःख नमानिकन सुन्नु होला। तपाईलाई चाहिने कुराहरू मैले चाहिँ धेरै कुराहरू राख्न खोजिरहेको छु। समयको बावजुद केही राख्न पाएको छैन। जहिले पनि यस्तै चाहिँ अलि कार्य व्यस्तता कहिले कता हुने भएको भएर अनि आफ्नो कार्यलाई चाहिँ गर्नु अलि निरन्तरता दिनुपर्ने भएको भएर राख्न पनि पाएको छैन कतिपय भिडियोहरू हैन। त्यो भएको भएर आज म तपाईलाई के सम्बन्धी अहिले म अब यो भिडियोमा तपाईलाई के सम्बन्धी भन्छु भन्दा जस्तो मान्छेलाई लागन लाग्यो भन्छन्, नराम्रो चिज लाग्यो भन्छन् हैन। नेगेटिभ ऊर्जा आएर चाहिँ सतायो, दुःख दियो भन्ने चलन छ। जति चाहिँ उपचार गर्दा पनि सन्चो नहुने हुन्छ हैन। त्यो चाहिँ तपाईलाई मैले एउटा सजिलो उपाय बताइदिन्छु। कसो गर्नु होला। तपाईलाई डङ्किनी डाइनी भूत भुतेनी हैन त्यस्तो बाई बतास मसान लायो भने जहाँ सिमे भूमे केही लायो भने चाहिँ बिरामी भइराख्ने हुन्छ के कोही मान्छे। कसैको हलुको छाया हुन्छ। हलुको छाया भएको मान्छे एउटा गरे पनि झसङ्ग झस्क्यो भने पनि बिरामी परिराख्ने हुन्छ हैन। त्यस्तो पनि हुन्छ। कसैलाई चाहिँ मध्याहको समयमा हिँड्दा पनि बिरामी हुन्छ के। कसैको आङ त्यस्तो हुन्छ डढाउने खालको, अलि चाहिँ हलुको छाया, अलि झ्यास ढस डढाउने गरिहाल्ने, चिचाइहाल्ने, मरेको लास देखे पनि डढाइहाल्ने त्यस्तो हुन्छ के कसैलाई। कसै चाहिँ केही हुँदैन चाहिँ हो। त्यस्तो भएको खण्डमा अथवा चाहिँ लाई लागन लाको हाई आइराख्ने, सन्चो नहुने, टाउका चाहिँ दुखिराख्ने, शरीर दुखिराख्ने, सन्चो नहुने त्यस्तो भएको छ भने पनि यो उपाय गर्नुभयो भने पनि अलि हल्का भएर जान्छ तपाईलाई हैन। सन्चो पनि हुन्छ। त्यो के गर्नु होला भन्दा सबेरे बिहानै आइतबार मङ्गलबार पारेर है, फेरि आइतबार अथवा मङ्गलबार पारेर बिहानै सबेरे उठिसकेपछि तपाईँ के गर्नु होला भनेपछि बिहान सबेरे उठिसकेपछि आफ्नो नुहाई धुवाई गरिसकेपछि नबोलिकन कसैसँग नछोइकन के गर्नु होला भन्दा एउटा काँचो पात टिप्नु होला। अलि ठुलो पात टिप्नु होला। त्यो पातमा छ भने हरियो र रातो खुर्सानी एक वटा जोडी, एउटा चाहिँ हरियो खुर्सानी, एउटा चाहिँ रातो खुर्सानी र अलिकति नुन, अलिकति बेसार, अलिकति यति त्यही पातामा छाउनु होला तेल। अनि त्यहाँबाट तपाईले अलिकति चाहिँ के गर्नु होला भन्दा चामल राख्नु होला। यस्तो गरेर तीनटा हो, यति तीनटा औँलाले यति चामल राख्नु होला हैन त। त्यहाँबाट राखेर त्यसलाई चाहिँ आफ्नो टाउकामा आफू पूर्वतिर फर्केर टाउकामा चाहिँ 7 चोटि सुल्टो 7 चोटि उल्टो दिशातिर घुमाउनु होला। टाउका माथिबाट घुमाउने, टाउकामा 7 चोटि सुल्टो 7 चोटि उल्टो घुमाएर त्यहाँबाट नबोलिकन लगेर त्यसलाई चाहिँ दो बाटो जस्तो दुईवटा बाटो हुन्छ नि, यता पनि बाटो यताबाट पनि बाटो गर्न मिसिएको हुन्छ नि, हो यस्तै बाटोको यताको र यताको बाटोको दो बाटो हो। त्यस्तो दो बाटोमा लगेर नबोलिकन त्यो झारेको चाहिँ चिजलाई अगरबत्ती लगेर बालेर त्यहाँबाट आफ्नो शरीरबाट पन्छाउनु होला। र पन्छाइसकेपछि लगेर उहाँ बाटोमा राख्ने बेलामा तपाईको टाउकाबाट 7 चोटिसम्म झारेर त्यसमा चाहिँ खुट्टासम्म यस्तो सरर छोएर झारेर त्यही धुलो टकटकाएको झैँगाएर टकटकाएर 7 चोटिसम्म टकटकाएर घरभित्र पस्दा तपाईले कसैसँग सुनपानी मागेर खाएर मात्रै पछाडि नफर्किकन घरभित्र पसेर सुनपानी खाएर मात्रै पस्नु होला। त्यस्तो गर्नुभयो भने तपाईलाई केही झ्यासझिस लागेको छ, केही चाहिँ भूत पिचास लागेको छ भनी, डाइनी डक्सिनी लागेको छ, केही नराम्रो नजर लागेको छ भने पनि
त्यस्तो गर्यो भने जान्छ। त्यही भएर त्यो गर्न नबिर्सिनु होला। त्यस्तो गर्नु होला। बिसन्चो भइरहने मान्छेले आइतबार मङ्गलबार पारेर त्यस्तो गर्नुभयो भने तपाईलाई निकै आराम हुन्छ, सन्चो हुन्छ, जिउ हल्का भएको जस्तो फिल हुन्छ तपाईलाई। त्यस्तो गर्न नबिर्सिनु होला है। नबोलिकन बिहान सबेरै गर्नु होला, आइतबार मङ्गलबार पारेर नबिर्सिकन गर्नु होला। त्यो गर्नुभयो भने तपाईलाई धेरै सन्चो भएको महसुस गर्नुहुन्छ क्या तपाईलाई। अनि अर्को कुरा के भन्दा जसलाई चाहिँ यस्तो बाई बतास जस्तो हामीले भन्छौँ नि, हाम्रो पुरानोमा चाहिँ डाइनी डक्सिनी होइन, भूत पिचास बोक्सी काक्सी त्यस्तो लायो, केही नजर लायो त्यस्तो केही भन्ने हुन्छ नि, त्यस्तो लागेको तपाईँलाई अनुभव भएको छ, त्यस्तो केही नराम्रो झ्यासझुसले सताछ भन्ने जस्तो लाग्छ भने चाहिँ के गर्नु होला भन्दा सोमबार पारेर, सोमबार अनि त्यहाँबाट तपाईँको बिहिबार पारेर अथवा आफ्नो जन्मबार पारेर चाहिँ तपाईँले गएर मन्दिर गएर दर्शन प्रार्थना दर्शन पूजापाठ गर्नुभयो भने पनि हल्का हुन्छ। धेरै जस्तो लागिलागन लाग्ने मान्छेहरू मठ मन्दिर जाने, चाहिँ पूजाआजा गर्ने, एकछिन आराधना गर्ने, हुँ गएर एकछिन बस्ने, शान्त एकान्त हुने काम गर्नुभयो भने पनि तपाईँको भित्र वैराग्यता आउन साथ, तपाईँले भगवानप्रति आस्था विश्वास आउन साथ, तपाईँले प्रार्थना गर्न साथ अनि एकछिन भगवानको स्थानमा गएर बस्यो भने पनि त्यस्तो नराम्रो चिजहरू आफै हटेर जान्छ। त्यही भएर बेला बेलामा मठ मन्दिर गइराख्नुपर्छ के। जस्तो हामी कस्तो भन्दा, हामी मनुष्य कस्तो भन्दा हामीले खाने चिज पनि खान्छौँ, नखाने चिज पनि खान्छौँ होइन। मासु मांस खायो हुन्छ मान्छेले, रक्सी चुरोट जाँड अनेक तत्त्व खान्छ नि त मान्छेले, नराम्रो आफूलाई हानि हुने कामको कुरा पनि खान्छ। त्यही भएर त्यस्तो जे पनि खाने, यो वातावरणमा कति प्रदूषण हुन्छ होइन, त्यो चिज नेगेटिभ ऊर्जा उत्पन्न हुन्छ क्या। त्यही भएको भएर त्यसबाट चाहिँ हामीलाई असन्तुष्टिहरू, हाम्रो माइग्रेन जस्ता चाहिँ अन्य बिरामीहरू, टाउको दुख्ने चाहिँ एकदम धेरै बिरामी हुने समस्याहरू आइरहन्छन् के। त्यही भएर त्यो पोजिटिभ ऊर्जाको लागि मठ मन्दिर गइयो, एकछिन चाहिँ बसियो, उपवास गरियो होइन। उपवास बसिन्छ नि, कस्तो हामी प्रार्थना गरेर भगवानको नाममा चाहिँ हामी चाहिँ उपास बस्छौँ, व्रत तपाईँले जान्नुभएको होला, व्रत बस्ने त्यस्तो चलन हुन्छ नि त। त्यसो गरियो भने पनि मनभित्र भएको आफूभित्र भएको नेगेटिभ ऊर्जाहरू समाप्त भएर जान्छन् के। अनि त्यस्तो चाहिँ गर्नु होला। त्यो गर्नुभयो भने तपाईँलाई धेरै राम्रो हुन्छ। मैले के काम गरिराखेको होला भनेर सोच्नु भएको होला। मैले यो परेवाको लागि चारो छुट्याइरहेको छु के। चारो चाहिँ म आफैले फलाएको मकै थियो बारीमा, अनि यो बारीको मकै चाहिँ अब बिहानमा सधैँ म परेवालाई चारो हाल्छु। एउटा धर्म त हो मान्छेको। मान्छे आफूलाई यो दिँदा खुसी पनि लाग्छ, अनि उनीहरू गुर्र आउँछन्, हुर्र उडेर आउँछन्, अनि त्यो हेर्दा रमाइलो पनि लाग्छ, सन्तुष्टि मिल्छ नि त। त्यही भएर मैले चारो फोकेर परेवालाई चाहिँ दिनको लागि तयार पारिरहेको छु। अनि त्यो सँगसँगै तपाईँहरूसँग आफूले जानेका कुराहरू पनि सेयर गर्न मन लाग्यो कि मलाई आज। अनि धेरै कुराहरू मनमा कुरा लाग्यो, अनि यस्ता कुराहरू त मैले भन्नुपर्छ, सिकाउनुपर्छ अरूलाई। कतिलाई दुःख पीडा परेको मान्छेलाई त यो त बडो उपयोगी हुन्छ। म पनि कुनै बेला त्यस्तो अवस्थामा थिएँ होला, मलाई भनिदिने मान्छे कोही भएन, मैले पनि जानकारी पाइनँ। अब यस्ता कुरा थाहा पनि हुन्न के। कतिपय कुराहरू साना कुरा एकदम साना हुन्छन् तर थाहा हुन्न। यति गरे बापत पनि आफूलाई सहज हुने कुरा हुन्छन्, कहिले सानो कुराले चाहिँ कहिले जग्गा अड्काउँछ क्या। हेर्नुहोस्, त्यही भएर साना कुरा पनि तपाईँहरूलाई सेयर गऱ्यो भने तपाईँहरूले चाहिँ यो कुरा चाहिँ आफूले युटिलाइज गर्नु होला। आफूले प्रयोगमा ल्याइसकेपछि थाहा हुन्छ बल्ल मान्छेलाई के अरे होइन। अनि त्यसो गर्नुभयो भने धेरै सहज हुन्छ। त्यो गर्न पनि नबिर्सिनु होला। मैले भनेका कुराहरूलाई चाहिँ सम्झनु होला र गर्नु होला भन्दै यो भिडियोबाट बिदा चाहन्छु। नमस्कार।